लकको तिमी साइको त्यसै कमेडी गरेको म ए भान्जा भन न साच्ची कहाँ हो उलङ्दी हुलङ्दी छिटो आउनु त हामीले चाहिँ मोबाइल यहाँ फिट गरेर हामी यसरी लुका हाम लगाएपछि क्यामेरा फिट हान्छौँ गएर ल्याउनु फोटो अनि थोरै थोरै चिन्थेन नि त कालो आँखा नि त। हेलो गाइज नमस्ते सबैलाई, सबैजना सन्चै हुनुहुन्छ होला। मेरो दिपेश ब्लगमा सबलाई वेलकम छ। अनि आज फेरि मैले प्रकाश भाइलाई प्र्याङ्क हान्छु होला। यसले नै प्र्याङ्कको कुरा गर्थ्यो, यसलाई नै प्र्याङ्क हान्छु। अब हेर्नु होला के प्र्याङ्क हान्छु भनेपछि मेरो लाइसेन्स घर छुट्यो, लाइसेन्स चेक भएर चाहिँ यहाँ यताउता भनेर प्र्याङ्क हान्छु र मैले कस्तो हुन्छ अब हेर्नु होला, रेस्पोन्स कस्तो आउँछ है त गाइज। ल यसलाई फोन गर्छु मैले। अब गाइज फोन गर्दैछु है, उठाउँछ कि नै? बिहान हो नि त खान्छ प्रकाश भाइ, फोन उठाउँछ कि नै गाइज? उठाउ। हेलो प्रकाश, यहाँ हामी बतासे जान लाग्थ्यौँ भने भान्जामा लाइसेन्स चेक भएर मायासाला लाइसेन्स मेरो यो लाइसेन्स ल्याएको थिएन नि त घरदेखि मैले। मेरो यो तापिले जानुभयो क्या, अब त यहाँ लाइसेन्स लिन जानु गर। लकको तिमी साइको त्यसै कमेडी गरेको म ए भान्जा भन न साच्ची हो के कसम? हामी बतासे जान लाग्थ्यौँ के। यो माथि यो उस छ नि यो के अपु बेलेज भन्दा मास्त्रीकै यो सेतो सेतो उ छ नि त्यो के भन्छ त्यो घुम्टीमा के, त्यही हो के, त्यही छोप देखा के, त्यही बस त्यहाँ त कसम जिन्दगी हुन्न। ल मम्मी कसम आउन पनि कसम से परेछ यार, मलाई गरेन यार। के खाना तिमीले फोन गर्छ हावामा भाइ मायासालाई? मलाई भिडियो गर त। ल हँ भिडियो कल गर त। तिम्रो कसम मोबाइल त ब्यालेन्स भयो के डाटा भयो त म भर्खर मर्न परेछ। ल त्यहाँ किन साइको हाने त? खै किन आज लाइसेन्स मैले थाहा लाइसेन्स बोकेर हिँड्दैन, तिमीलाई थाहा त? मेरो छ नि त, मैले फोटो पठाइदिन्छु तिमीलाई। रुक अनि डाटा हुनु पनि कस्तो मेरो पनि मोबाइलमा छ त। अब कान्छ लाइसेन्स भनेर नि त यो नक्कली लाइसेन्स चिन्ने छैन नि त भनेर के थोपडा त केही छैन नि त। थोपडा हजुरको हो कि अरू? मलाई चेकिङ गर्दैन। ए भगवान् म जान लागेको घर भने तिमीलाई भन्छु त मैले भनेको। ए ल ल अब के गर्नु पर्यो त मैले? तिमी म गएर घरको लाइसेन्स लिएर आऊँ कि मेरो? ल ल छिटाउ ल लगाइछ। मैले प्र्याङ्क हान्ने हो, प्र्याङ्क हान्ने हो, यहीँबाट आउँछ, यो यहीँबाट आउँछ नि प्र्याङ्क हान्छु। यसले सोचे मलाई पनि लाइसेन्स चेक गर्छ, गर्दैन भने बोलाएको छु है। यो आउँछ कि हेर्नु है त। लगाइज लगाइछ हामीले प्र्याङ्क हानेछौँ। अब यो आउँछ कि है? आयो भने प्र्याङ्क यो भोलि आउँछ अनि भन्छ भोलि बिहान 9 बजे आउँछ भान्जा भनेको टाइममा 9 बजे। अनि यो आएन भने अब प्र्याङ्क हुन्छ है गाइस। यो बाटो यहीँबाट आउँछ, यो आउँछ कि नै हेर्नु त। ढुक्क सकेसम्म यो 100% आउँछ है। यो आउँछ कि नै आएर हाम्रो भान्जा हो। अनि के भन्छ भान्जा ब्लगमा? के भन्नु, लाइक शेयर सब्स्क्राइब गरिदिनुहोस्, दिपेश ब्लगलाई सपोर्ट गरिदिनुहोस्। यस्तो सपोर्ट भयो, अझै सपोर्ट गर्नु अनि सबले चिन्नुहोस्, अनि भान्जालाई पनि चिन्नुहोस् सबले। ए तिमी दिपेश ब्लगमा आएको होइन र यता भन्नुहोस् अनि सेलिब्रिटी। है गाइस, कुनै दिन त होला नि भान्जा नि। हुन्छ, कुनै दिन ढुक्क होला नि, कुनै दिन के मेहनतको फल मिठो हुन्छ नि त। यो फेरि मेरो मोबाइल भान्जाको मोबाइल हो। मिठो सिन छ हेर्नु चाहिँ कस्तो सिन छ अगाडिको, यस्तो मिठो सिन छ हेर्नु गाइस, यति मिठो सिन छ। जहिले पनि हामी दुईजना मात्रै होइन, केटी छैन बिचारा, गाह्रो छ गाइस, गाह्रो छ। जहाँ केटी लिएर जाने ठाउँमा फेरि हामी दुईटा मात्रै हुन्छ भने ल गाइस, यो आउँछ कि हेरौँ। आए पनि बबाल हुन्छ, आएन भने यो होइन आउँदै ढुक्क फोन गर्छ अहिले। ढुक्क आयो क्या मान्छे आएर हामी यहाँ लुकेर भिडियो गर्छौँ है त गाइस। गाइस फोन लाग्यो, फोन उठाउँछ कि कहाँ हेरौँ है? कहाँ आयो? हुलङ्दी छिटो आउनु त। कुन माथिल्लोबाट त आएको तल्लोबाट आऊ? म तल्लोबाट आउँछु कि तिमी सिधै वहाँ भेट मलाई। अनि कस हिँड्दै आऊँ क्या? मलाई कस्तो लाइट चाबी लिएर गयो त मेरो लाइसेन्स चेक भएको कहाँ छु म भन नि ठ्याक्क। डाँटैमा के डाँडेको त्यही एमा हामी अब यो के फोटो खिच्नु पहिला विशेष हुँदाखेरि के वहाँ माथि कसरी चेक भयो त? त्यही बतासे जान लाग्यो हामी ठ्याक्क कहाँ छु के अगाडि हुन्छ कहाँ अगाडि? त्यही तिमी आउन, तिमी चेक हुन्न, तिमी टेन्सन नगर न। मैले बोलाएको भन्छु के। अनि तिम्रो त हावामा किन चेक भयो त? खै के हो हामी त म दिनदिन लाइसेन्स लिएर हिँड्थेँ, लाइसेन्स लिएर हिँड्थेन के चेक होला भनेर। आज पनि यत्तिकै हावा जान लाग्यो माथि, लास्ट टाइममा लाइसेन्स चेक। ल म कौनबाट आऊँ? तिमी हुलङ्दीबाट आऊ, त्यही हामीलाई के हुन्न कि, तिमी टेन्सन नगर न। मेरो लाइसेन्स लिने बोलाएको भाइलाई भन्छु कि मैले। तिमी ठ्याक्क के म माथि आउनु त भनेको अहिले कहाँ छु म ठ्याक्क? तिमी आउनु पहिला यहाँ कस्तो आँडे जस्तो। तिमी टेन्सन नगर न, म छिट काटिदिन्छु तिम्रो। ल आऊ
आयो आयो यो आयो आयो गाइज आयो ओ कुदाउँदै आमा के फिट गर्न जान्छौँ हामी यसले प्रेङ गर्न भनेको यसलाई प्रेङ हान्छौँ हामीले ल गाइज क्यामेरा फिट हान्छौँ गएर आइदिएको नै यो मान्छे ल गाइज क्यामेरा फिट हान्दै जान्न जाऊँ सुटुको क्यामेरा फिट हान्छौँ हामीले चाहिँ मोबाइल यहाँ फिट गरेर हामी यसरी लुकाहाम हाम्रो यहाँ हेरे क्यामेरा लुकाऊ यो आउनु बेला भइसक्यो हामी यहाँ बस्यौँ यस्तो बेलामा यसरी लुकाहान भन्दाले यसरी हेर भन्दा हामी यहाँ छौँ हेलो 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 गाइज फिट भयो रेडी भयो आउनु लाग्यो ट्रेन हानेको उल्टी ट्रेन हुन्छ तना भयो यार तना भयो भन्छु के अन्त फेरि हेर्नु एक्कासी चाहिँ गयो लाइसेन्स यार ए बाबु यस्तो कि हामी यहाँ है लास्टमा खै किन रोक्यो है के भाइ लाइसेन्स देखाऊ भनेर भन्यो अनि मैले फेरि लाइसेन्स फोटो देखाइदिएँ कि फोटोको भाइ लाइसेन्स देखाएन ल्याउनु फोटो थोमै चिन्छ नि त कालो आँखा नि त अनि तिमीको लाइसेन्स हेर्नु भाइ लाइसेन्स अरू लाइसेन्स लगाइसकेको भन्यो अनि यही राख्नु पठायो पार्टी लिएर गइदियो पुलिसले लिएर गएर त बिल्कुल पनि नखानु मैले हुन नि तल गइहाल्ने र नजानु टाइपको आइन्दा पैसा घर जाम अनि यहाँ पनि हरायो यहाँ कहाँ चोर देख्यो नि चोरेको हिजो तिमीलाई थाहा छैन नि चोरेको नि कहाँ कोचिङ पर्दा खाली के हो र एक्कासी हात लाइसेन्स तिमी यही बस्छ न त मुस्किल लिएर हिँड नि त मैले आइडिया दिएर भाइ जस्तो आइडिया थियो क्या आफैलाई भयो ए भगवान् ए यहाँ मोबाइल कहाँ छ भाइ ए प्रकाश भाइ मोबाइल हेर यहाँ मोबाइल आफै प्रेङ भयो के भन्छ ब्लगमा होइन प्रेङमा जसले आइडिया दिएको त्यही भयो बिहान तिम्रो सब भिडियोहरू यहाँदेखि उत्तिर आएको थियो तिमी है लास्टमा 85 पुग्दै बे म तिमीले यहाँ आएको बिर्छु क्या कस्तो भयो भन न प्रेङ ल 2 लाख भन्नु के भन त ब्लगमा बवाल लाग्यो ब्लगमा के भन्छौ भलगमा म के भन्नु चाहन्छु मेरो आइडिया यो आफैले खायो जसले आइडिया दिएको त्यही खायो खोल्दैन लाल लाग्यो ल गाइस अब यो ब्लग चाहिँ भोलि आउँछ कस्तो थियो यो भने कस्तो थियो हाम्रो इन्भेस्ट भएको राइडर बबाल चलाउँछ है राइडर हातको स्टाइल हेर्नु न चलाउँछन् हातको स्टाइलको फ्यान हैन हामी समात्ने स्टाइलकै फ्यान भएको चलाउने स्टाइलको त त्यसै फ्यान भन्छ होइन मलाई प्र्याङ्क गरेँ ठिकै छ मैले दिएको आइडिया हो त तर म आफै परेँ मेरो तेल पनि भ्याइयो कहाँ पुगेँ म अझै थाङ्ग्रामा सुताइदिए अनि थाङ्ग्रामै सुताए जस्तो भयो कि सेम म कस्तो रिग्रेट फिल भयो कि आफूलाई रिग्रेट फिल भयो के भन्नु छ अरू अब मलाई केही भन्नु छैन यस्तै छ हैन प्र्याङ्क खाइयो मजाले हैन नमिठो प्र्याङ्क खाएँ कि प्र्याङ्क खाएर कुरो तेल भ्याइयो मेरो तेल सुनको भाउ पुग्न लागेको तेल भ्याइयो राइडर अब के भन्नु सकिन्छ
अझै 2 शब्द जाऊ अब हामीहरू बतासे डाँडा अब प्र्याङ भइसकेपछि म प्र्याङ भइसकेपछि अब चिया खान आएको तर मलाई त्यो बतासेको त्यो आन्टीले पनि मलाई ख्याल गर्नुभयो त कि त्यहाँ हाइवेमा रोकेर फोन गरेको तिमीहरूलाई अब त्यहाँ पहिला चिया खान गएँ आन्टीसँग एक पनि केही नबोलिकन सिधै हिँडेको क्या यताउति केही नबोलिकन सन्चै हुन्छ यताउति केही भनेन न त्यहीँ गएर ठ्याक्कै स्कुटर हो कि फोन हाल्यो अनि त्यसपछि च्याङ डाँडामा भ्यू टावर हो त्यहीँ कि भ्यू पोइन्ट हो भन्छ त्यसपछि त्यस्तै भयो हामी पछि मेरो दिमागमा कसरी आयो आफै भने सोचेँ कि मैले तिमीहरूले अब चाबी छैन भनेर अब बस्न पनि मानेन नि होइन किनकि अब स्कुटरमा म स्कुटर जाम किन भनिसकेको थिएँ नि म अझै नमिठो प्र्याङ खाइसकिन रहेछु कि भिडियो गराएको उहीँ घरसम्म पुग्थ्यो होला सायद तिनी झ्याप्पो बसेँ भए के मेरो स्कुटरमा त चापी लिन जाम भनेर बसेँ भए अझै मैले एकैछिनमा म थाहा पाएको थिएन कि तिनी बस्न ढिलो गरेँ अनि त्यसपछि मलाई ठ्याक्क दिमागमा आयो कि मैले बिहान आफैले आइडिया दिएको थिएँ आफै परेँ अगाडि हिँड्नु बस अगाडि सेम भयो यस्तो यस्तो चाप्री पारा देखाउँछु नि चाप्री के चाप्री चाप्री अरे मैले के भनेको दिपेशलाई अगाडि जाऊ भने त मिठो आउँछ अगाडि जान्न बस आइपुग्छ कसरी आएको बस Keep